आत्मीय मित्रहरू हार्दिक स्वागत गर्न चाहन्छु यो च्यानल मार्फत तपाईहरू सबैजनालाई। आज मैले एउटा छुट्टै विषयवस्तु लिएर उपस्थित भएको छु। आजको विषयवस्तु रहेको छ नवग्रह शान्ति मन्त्र। यदि तपाईले नवग्रहहरूलाई शान्त गर्नका लागि एकदमै सजिलो उपाय अर्थात् एकदमै सजिलो मन्त्र खोजिरहनु भएको छ भने आजको यो प्रस्तुति तपाईका लागि एकदमै महत्त्वपूर्ण हुन्छ। अन्तिमसम्म हेरेर हामीलाई साथ दिनुहोला। हामीले यो च्यानल मार्फत यस्तै यस्तै महत्त्वपूर्ण विषयवस्तुहरू लिएर उपस्थित भइरहनेछौँ। हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। सुरु गरौँ आजको यो प्रस्तुति। बिहान बिहान हामीले शुद्ध मनद्वारा यो मन्त्रको उच्चारण गर्नुपर्ने हुन्छ। यो मन्त्र उच्चारण गरियो भने यो मन्त्रको प्रभावबाट सबै ग्रहहरू शान्त हुन्छन् र जीवनमा उन्नति र प्रगतिको बाटो खुल्नेछ। यो मन्त्र कम्तीमा 108 पटक दैनिक रूपमा जप्दै जानुपर्छ र करिब करिब 40-45 दिनपछि यसको प्रभाव सुरु हुन्छ। यो मन्त्रको प्रभावले हाम्रो जीवनमा परिवर्तन हुन सुरु हुन्छ। यो मन्त्रको उच्चारण गर्दा भित्रै मनदेखि हृदयदेखि नै उच्चारण गर्नुपर्ने हुन्छ। हामीले यो मन्त्र सुरु गरिसकेपछि दैनिक रूपमा नियमित रूपमा यो मन्त्रको उच्चारण गर्दा राम्रो हुन्छ। ब्रह्मा मुरारिस् त्रिपुरान्तकारी भानुः शशि भूमिसुतो बुधश्च गुरुश्च शुक्रः शनिराहुकेतवा सर्वे ग्रहाः शान्तिकरा भवन्तु।